डडेलधुरा र बैतडीको सीमा क्षेत्रमा पर्ने अनारखोलीको सडक छेउको माथिल्लोपट्टि एकजना कलाकारले मूर्ति बनाइरहेको कतिजनाले देख्नु भएको छ। उनी हुन् बैतडीको त्रिपुरा सुन्दरीका बिरुवा टमटा। उनले विगत 3 दशकदेखि बैतडी र डडेलधुराका विभिन्न क्षेत्रमा बसेर भगवानका मूर्तिहरू र अन्य मूर्तिहरू बनाइरहेका छन्। उनको जस्तो मूर्ति बनाउने काम अहिले जस्तो सबैले पहिले गर्थेनन्। उनको पहिले राम्रै आम्दानी हुने गरेको थियो। आजभोलि आधुनिक मेसिनहरूद्वारा मूर्ति निर्माण गर्न लागिएपछि उनको व्यापार केही घटेको छ। तर उनले घर खर्च लगायत अन्य कुराहरू यही काम गरेर चलाइरहेका छन्। भारतमा सिप सिकेर उनले सुदूरपश्चिमका विभिन्न ठाउँका मन्दिरहरूमा देवी देवताका मूर्तिहरू निर्माण गरेका छन्। यस्तै उनले बनाएका मूर्तिहरू काठमाडौँदेखि नेपालका विभिन्न ठाउँहरूसम्म पनि लगिएका छन्। सुनौ उनको अनुभव र कामको बारेमा गरिएको कुराकानी। अनारखोलीमा बनाउन लागि चाहिँ कति भयो तपाईँलाई? 10-11 वर्ष पहिला बसेको थिएँ म अनारखोलीमा। हजुर, अनि पछि सदमा चौरा बसेँ म। 8-10 वर्षमा पनि बस्यो। फेरि अब जसमा काम त मन्दिरमा माग भएको ठुलो मूर्ति बनाउनुबाट मलाई जान सर गाउँ जानु काम मन्दिर हुनु। किन नाम के भने? मेरो नाम बिरुवा टमाटा हो। मेरो पुर्ख्यौली घर त्रिपुरा हो। जन्म घर चिल्लेबानी सदमा। अगाडि चिल्लेबानी फल्सी त जग्गा वडा पऱ्यो। अनि यो के मूर्ति बनाउँछ त? सब चिजका हो। हजुर। कतिको अप्ठ्यारो छ यो बनाउन? यसले घर सर धान्या छ कि नै? एउटै हुन्छ सर। हो? घर धान्या छ यसले? हजुर। घर धान्या छ हजुरको? त्यस्तै गुजारासम्म। कति लिनुहुन्छ एक मूर्ति बनाएको? मूर्तिको सर अब 25-30 हजारदेखि 60-80 सम्म। 25-30 हजारदेखि 60-80 सम्म? हजुर। महिनामा लगभग कतिवटा बनाउनुहुन्छ? कहाँ महिनामा आजभोलि चाहिँ कति छन् मूर्ति मुजा हजार। पहिला खुब चलन थियो मेरो। पहिला चलन थियो। अहिले त कति छन्, कस्ता छन् कलाकार म भन्दा त। फेरि म यो मिले कहीँ अर्डर आयो मात्रै मूर्तिमा बिजी हुन्छ आजभोलि, नत्र अरू घर भवनहरूमा पनि काम गर्छु म। सिमेन्टको सिना लेन्टर वगेरा सब। अनि यो के भन्ने कति वर्ष भयो भने तिमीले काम गरे? लगभग 30-35 वर्ष भयो। 30-35 वर्ष भयो। कहाँ बनाएको छ अनुभव चाहिँ? सुदूरपश्चिममा मात्रै हो कि त्यहाँ बाहिर पनि? सुदूरपश्चिम मात्र हो। यहाँ जानसम्म पनि मेरो मूर्ति गएको छ। काठमाडौँसम्म पनि गएको छ। काठमाडौँ एकजना वर्षेक खानेपानीका भेटिया थियो। मैले खानेपानीको काम गरेको थियो। एउटा बाघको मूर्ति लगेका छन्। लग मिस्त्रीतिर हातको लग्छु भनेर बनाएतिर हातको सिप बुनेर। अनि सिप सिकेको मैले भारतमा सर। भारतमा? सानै छँदा सिप सिक्नु भयो? सानो कि पुर्ख्यौली पेसा त होइन? पुर्ख्यौली त सर। पुर्ख्यौली त म ताम्राकार हुँ। आफैले सुरु गरे पेसा भन्नु? ए ल ठिक छ। ल धन्यवाद, तपाईँसँग कुरा गरेर खुसी लाग्यो। हजुर सर।